नेपालमा त्यस्तो खेलाडीले उडाउने हो, त्यही भएर टेक्निकल एनालिसिसको केही काम छैन। के यो साँच्चै हो त? आउनुस् हेरौँ यसको लागि टेक्निकल एनालिसिस भनेको चाहिँ के हो त? टेक्निकल एनालिसिस इज द स्टडी अफ ब्ला ब्ला ब्ला। टेक्निकल एनालिसिस सुनेर त हेर्न बस्या हैन होला। सो खेलाडीमा फोकस गरौँ है त। खेलाडी भनेको अझै प्रकारका जन्तुहरू हुन्छन् क्या, यिनीहरूलाई अझैसम्म नासाका साइन्टिस्टहरूले पनि बुझ्न सकेका छैनन्। सो खेलाडी भनेर यस्तो सब्जेक्टिभ कुरामा कुदिरहनु भन्दा पनि हामीले यस्तो केही चाहियो नि जुन चाहिँ अब्जेक्टिभ होस्, जुनलाई चाहिँ हामीले मेजर गर्न सकियोस् हैन। अब यसको सोल्युसन पनि दिन्छु है त म। यो खेलाडीहरूले जे गरे पनि सबै थोक भनेको रिफ्लेक्ट कहाँ हुन्छ त? प्राइस एन्ड भोल्युममा। प्राइस र भोल्युम भने त कता सुन्या जस्तो लाग्छ। त्यो अघिको त्यो टेक्निकल एनालिसिस भने चाहिँ कुन जन्तुको नाम पो थियो रे? अबदेखि चाहिँ नेपालमा कसैले टेक्निकल एनालिसिस भन्ने काम गर्दिन भनेर गफ दियो भने उहाँ महाश्रीलाई चाहिँ सुरुमा 2 लाख प्रहार गर्नु होला, अनि यो भिडियो सेयर हान्दिनु है त उहाँलाई। अनि लास्टमा यस्तै भिडियोजहरू मिस नगर्नको लागि फलो र सब्स्क्राइब पनि गरिदिनु होला है त।